नारायण नमस्कार। पुरुषोत्तम मास महात्म्य मेला महोत्सवमा भइरहेको यस भजन प्रतियोगिता श्री बृहत बद्री नारायण धाम र हाम्रो यस राष्ट्रिय लोक चुर्का भजन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा भइरहेको यस प्रतियोगितामा भाग लिन पाउँदा हामी जानी नजानी जे जस्तो गाउनेछौँ। यसमा भाग लिन पाउनु नै हामीले ठुलो कुरा मानेका छौँ। हामी पञ्चेश्वर भजन समूह यसको लागि उपस्थित भएका छौँ। अब हामी धेरै नबोलिकन हाम्रो यस भजन प्रस्तुत गर्न चाहन्छौँ। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ॐ पूर्णमद पूर्णमिदं पूर्णात् पूर्ण ॐ पूर्णमद पूर्णमिदं पूर्णात् पूर्णमिदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ॐ शान्ति शान्ति शान्ति। सिद्धिदाता गणेशको ब्रह्मा विष्णु महेश्वरको शान्ति धाम नेपालको श्रीमद् भागवत महापुराणको बदरी नारायण भगवानको रामेश्वरम धामको कहिले दुःख कतै नहोस् सबले राम्रो सुबाटो लिउन् बाँचुन्जेल सुखी रहेर पछिता देउता सरी भइरहन् भन्ने चिन्ता नलिएर मार निजको वैकुण्ठ छोडिकन नाना दुःख उठाउने प्रभुजीमा लागोस् हाम्रो मन। नाना दुःख उठाउने प्रभुजीमा लागोस् हाम्रो मन। नारायण राम 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 जय गुरु गणेश। राम 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 कण्ठ खुलाइदेऊ ब्राह्मण आत्मदेव एउटा सन्तान नहुनाले मन रोइरहेछ। साथी सँगै छर छिमेकी सबले कुरा काट्ने मर्ने विचार आयो मनमा छैन आधार बाँच्ने। नारायण राम 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 गर्छु बयान
गाउँ घर वरपर हिँड्थिन् डुली डुली मिलिजुली दम्पतिमा थियो तर राम्रो आत्मदेव भन्नुहुन्छ सन्तान छैनन् हाम्रो नारायण राम 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 चिन्ता परेछ छोरा पनि छैन छोरी पनि छैन चिन्ता परेछ छोरा पनि छैन छोरी पनि छैन चिन्ता परेछ आफ्नो पति आत्मदेवको कुरा सुन्दाखेरि भन्न लागिन् धुन्धुलीले मुहारैमा हेरी किन चाहियो छोरा छोरी किन चाहियो नाति सुख सन्तोष हुने होइन झन्झटैका साथी नारायण राम 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 म त सक्दिन माया प्रीति लाउन छोरा छोरी पाउन म त सक्दिन माया प्रीति लाउन छोरा छोरी पाउन म त सक्दिन दिक्क मानी आत्मदेवले हातमा लिए लट्ठी गहभरि आँसु पर्दै लागे जङ्गलपट्टि शुक्ल पक्षी पूर्णिमामा गुरुबार छ नि उत्तर लागे आत्मदेव मर्न जान्छु भनी नारायण राम 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 मर्न भनेर घना जङ्गल तलाउ छेउ बसे रुख मुनि रुन लागे आत्मदेव मनमा कुरा गुनी सोही बाटो हुँदै एका सन्त आउनु भयो किन रोयो हे ब्राह्मण सोध्न लाउनु भयो नारायण हे ब्राह्मण राम 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 के फिर पर्न गो के फिर पर्न सबै कुरा खाना नाघाटी खाना के फिर पर्न गो सबै कुरा वचन सुनि आत्मदेवले जोडे दुवै हात आफ्ना हाल बयान गरे सन्यासीका साथ भन्न लागे जसरी नि मलाई सन्तान चाहियो सन्तान बिना घर सुन्ने भो साह्रै दुःख पाइयो नारायण राम 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 रुन्छ मेरो मन
जीवका कुरा सुनि लागे सन्त भन्न रर्न गर सहज छैन पिता पनि बन्न सन्तान सुख छैन तिमीलाई दुःख नल्याउ मनमा यसो हेर्दा सन्तान हुन्न तिम्रा साथै जन्म नारायण राम 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 जाऊ फर्केर सन्तान बिना बाँच्दिन म आत्महत्या गर्छु हजुरको हातमा मेरो जीवन मृत्यु सब केही नि खान्न घरै जान्न यही मरिदिन्छु अब नारायण राम 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 म त बाँच्दिन परेको छ पीडा मन छैन पीडा म त बाँच्दिन परेको छ पीडा मन छैन पीडा म त बाँच्दिन नारायण दीप्ति गरे आत्मदेवले शरण परिकन सन्यासीले आत्मदेवको बुझाउनलाई मन झोलाबाट झिकिदिए एउटा फलको दानो भन्नु तिमीले पत्नीलाई नुहाए धुवाए खानु नारायण राम 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 फरक पर्दैन गल्ली डुले कति के गरे कति कुवा बनाए धारा बनाए दान जप तप सब थोक गरे मैले सन्तान प्राप्तिको लागि मेरो सन्तान भएन आज मेरो सन्तान हुन्छ यो फलले भन्दै साह्रै खुसी हुँदै आत्मदेव ब्राह्मण आफ्नो पत्नी धुन्धुलीलाई सम्झेर बोलाउँदै धुन्धुली भन्दै बोलाउँदै घर पुग्नु भएर भन्नुहुन्छ सन्तान हुने फल दिए सन्यासीले हेरी असल पुत्र जन्मिन्छ रे खाऊ है मेरी प्यारी धुन्धुलीले लिन हातमा हवस पुरा भनी फल हातमा लिएर खाम कि नखाम बनी नारायण राम 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 दोधार मन भयो नखाम सन्तान जन्माउने त इच्छै छैन त्यो सन्तान जन्माउँदा त पेटमा हुँदाखेरि अनेक कुतर्क गर्न थालिन् कि अब कस्तो होला त्यो यदि मैले त्यो जन्माए भने मेरो पेटमा रहँदाखेरि यदि आगलागी भयो भने म कसरी भाग्ने सबै त भाग्न सक्छन् म त्यस्तो ज्ञान हुँदा कसरी भाग्ने फेरि त्यही बेला डाकु आइदियो भने के गर्ने
फेरि कति जन्माउनेले भन्छन् बच्चा चाहिँ उल्टो परेर बस्छ, त्यतिखेर आमा बच्चाकै ज्यान जान सक्छ रे। ओहो भो म त खाँदिन है, म त मर्छु होला, म खाँदिन यसलाई, अहिले मैले खाएँ भनेर भनिदिन्छु। मलाई पतिदेवले सोध्नु भयो भने म चाहिँ खाँदिन भनेर त्यसलाई लुकाएर राखिन्। केही दिनपछि बहिनी आइन् घरमा। बहिनी आइन् दौडिएर दिदीज्यूको घर, भन्न सोध्न लागिन् सुशीलाको अघिल्तिर गर। किन दिदी निन्याउरो, किन घोसे मुन्टो, के कुराले पिर परेर के भएन सन्चो। नारायण राम 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 के पिर परेन गो, के पिर परेन भन्देऊ बहिनी कति गाह्रो हुन्छ आमा बन्न। भन्छन् बहिनी गर्भ हुँदा हुन्छ अष्टपष्ट, जन्माउने बेला दिदी हुन्छ धेरै कष्ट। नारायण राम 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 रहर नगर, तिमीले पनि रहर नगर। मलाई पनि आमा भन्ने रहर छैन रति, सुत्केरी भई बस्नु भन्दा यसै बस्नु जाति। के भनेर सम्झाउ त म भिनाजुलाई भन, यही कुराले छटपटिएको खुसी छैन मन। नारायण राम 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 उपाय देऊ मलाई, पनि उपाय देऊ अब कसो गरे नि मनको बिना हरे नि, उपाय देऊ धुन्दुलीको त्यो बहिनीको नाम चाहिँ सुशीला थियो। अब सुशीला भन्छन्। सुशीलाले धुन्दुलीको सबै कुरा सुनि, भन्न लागिन् मन मनै कुराहरू गुनी। म छु अहिले गर्भवती, पक्कै छोरो पाउँछु, तिमीले कन्न धन दिनु म छोरो पठाउँछु। नारायण ए दिदी राम 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 धन्दा नमान, कालो हँसिया घोर मैले निम्न छोरो, भिनाजुले दिनु भएको त्यो फलको दानो, दुःख हुन्छ दिदी तिमीले भो पर्दैन खानु। यस्तो उपाय सकाएर गइन् है उनी चाहिँ। भो पर्दैन दिदी, गाह्रो हुन्छ दिदी तिमीले भो पर्दैन खानु। घरमा पनि राख्यो भने बिग्रिएला कुरा,
त्यो फल चाहिँ दिनु तिमीले गाईलाई खान पुरा। नारायण राम 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 कुरा बुझ्यौ त तिमीले पनि कुरा बुझ्यौ भनेको मान दिनु गाईलाई खान पुरा बुझ्यौ धुन्दुली र सुशीलाले गरेको बरबाचा धुन्दुली चाहिँ देखाउनलाई थालिन् अब ढाँचा। खुसी थिए आत्मदेव सन्तान पाउने आशमा कुरो के हो भन्ने उनलाई थाहै छैन खासमा। नारायण राम 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 कुरा गोपेछ सुशीलाले छोरा पाइन् हेर्दा अति राम्रो दिदीज्यूलाई दिनु पर्ने बाचा थियो हाम्रो। छोरा बोकी जुवाई साहेब आए लर लर आधा रातमा हाजिर भए धुन्दुलीको घर। नारायण राम 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 आए सारा सर यसरी सन्तान जन्माएर पठाइसकिन् बहिनीले यता दिदीलाई पनि त्यो दिने कुरा भयो। ज्वाइँ साहेब आफ्नो धन सम्पत्ति लिएर फर्किनु भयो। धुन्दुलीले पेटमा भएको बोका सबै फुकालेर फालिन्। तब बच्चा रोको चर्को आवाज उता कानमा परे आत्मदेवको बेउजिनु हुन्छ त बच्चा च्यापेर बसिरहेकी छिन्। धुन्दुली त ओहो कति खुसी खुसी नै खुसी भयो। पुत्र भयो पुत्र भएन भनेर कतिले हेपेका थिए कतिले के भनेका थिए। आज हाम्रो घरमा पनि हेर त हाम्रो के जन्मेछ भनेर धुन्दुलीले देखाउँछिन् त। हेर त नारायण राम 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 छोरै जन्मेछ बसे। त्यो बच्चाको नारायण कर्म गर्ने दिन आयो। भन्छन् आत्मदेव भन्नुहुन्छ मेरो नाम आत्मदेव म मेरो पुत्रको नाम त परम आत्मदेव राख्छु। हुँदैन हुँदैन यतिन्जेल मैले दुःख गरे जन्माको सन्तानको कहाँ तिम्रोबाट नाम राख्ने मेरोबाट राख्नुपर्छ। मेरो नाम धुन्दुली हो यसको नाम त धुन्दुकारी राख्नुपर्छ। यसरी नामकरण भयो र दुवैजना खुसी खुसी बसे। र उतापट्टि 3 महिनापछि उता गाईलाई दिएको फलको प्रभावले गाईले पनि सन्तान जन्माइन्। त्यो सन्तान कस्तो थियो भने बाछा बाछी नभएर एउटा मनुष्यको शरीर थियो कान मात्रै थियो गाईको जसको नाम चाहिँ गोकर्ण राखियो। गोकर्ण महापण्डित ज्ञानी
धुन्धुकारी महाखल। यसरी एकैचोटि आत्मदेवको घरमा सन्तान दुईटा जन्मिए। हिजो सन्तान भएन भनेर बिलाप अलाप गर्दै रुन मर्न भनेर गएका आत्मदेवको घरमा आज सन्तान भयो। ती सन्तान पनि दुईटा भइदिए, आनन्दले रहनुभयो। अब यहाँभन्दा पछाडि हामीले कथा लान मिल्दैन, हाम्रो समय सकिसक्यो। दुईटा सन्तानमा एउटा चाहिँ एकदम राम्रो, एउटा एकदम नराम्रो। यसरी हाम्रो कथाको अन्त्य गर्दै नारायण राम 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 बिदा जलाई। फेरि फेरि आउला हरि भजन गाउला बिदा जलाई। फेरि फेरि आउला हरि भजन गाउला बिदा जलाई। श्रीमद् भागवत महापुराणको शान्ति धाम नेपालको जय जय श्री राधेश्याम। धेरै धेरै धन्यवाद। यताडा जाऊँ न। पञ्चेश्वर खैरेरी भजन समूहलाई धेरै धेरै धन्यवाद र युवा भजन गुरु कुमार बिहारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सबै ताली बजाइदेऊ न। अति मन पर्यो होइन? मन पर्यो होइन? के मन पर्यो? उमाले छोरा जन्मा मन पर्यो होइन? धुन्धुकारीले छल गरेको मन पर्यो होइन? ल छोराछोरी पनि जन्मी, कति राम्रो। अब घर गृहस्थी राम्रो बनोस् त्यो पनि शुभकामना होइन? यो भजन समूहलाई धेरै धेरै धन्यवाद दिँदै दर्शकको मन जित्ने, यतातिर निर्णायकको मन जित्ने गरेर न बल्ल नतिजा पाइन्छ। त्यसैले निकै उत्कृष्ट भजनको लागि धेरै धेरै धन्यवाद दिँदै यहाँलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्न गइरहेका छौँ। सहभागिताको प्रमाणपत्र प्रदान गरिदिनुको लागि म बागमती प्रदेशका महासचिव टेकराज पोखरेललाई अनुरोध गर्छु, तपाईँले दिनु होला। ल ग्रहण गरिदिनु होला। दिदी र गुरु सँगै बसेर पहिला माला लगाइदिनुहोस् त। दिदीलाई नपुगिन् केही छैन। ल ताली त बजाइदिनु नि त। धेरै धेरै धन्यवाद। योभन्दा पछाडिको समूह धन्यवाद। गुजेश्वरी खैरेरी भजन समूहका साथीहरू